आज केवल नेपाली क्रिकेटको दिन होइन, हरेक नेपालीहरूको सपना मैदानमा उत्रदैछ। सानो देश होला तर हाम्रो मुटु ठुलो छ। हामीसँग सुविधा कम थियो होला तर हाम्रो हिम्मत कहिल्यै सानो भएन। लाम्मे मैदान, पुराना गीत, असङ्ख्य सङ्घर्षहरू थियो। त्यही अप्ठ्यारो बाटो हिँडेर आज हामी विश्वकपको ठुलो र विशाल मञ्चमा पुगेका छौँ। कहीँ हारले रुवायो, कहिलेकाहीँ परिस्थितिले रोक्न खोज्यो, तर नेपाली कहिल्यै चुकेन। उनीहरूलाई थाहा थियो पुरा देश, सिङ्गो देश उनीहरूसँग उभिएको छ भनेर। जब आज विश्व मञ्चमा नेपाली खेलाडीहरू रसी लगाएर मैदानमा उत्रिनेछन्, ती केवल 11 खेलाडी हुने छैनन्, सिङ्गो देशलाई रिप्रेजेन्ट गर्नेछन्। तरोटै जिल्लाको सपना हो, विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूको समेत सपना हो, आशा हो, र घर घरमा बसेका आमा बुवाहरूको प्रार्थना हो। यो हरेक बल हाम्रो साहसमा अड्किनेछ, हरेक रनले हाम्रो गर्व बढिरहनेछ र हरेक नेपालीहरूको मुटुमा एउटै आवाज गुन्जिनेछ, जय नेपाल।